बाबा भन् अस्ति म नयाँ साथीलाई भेट्न जान्छु अहिलेसम्म त देखेको थिएन त्यो साथीलाई को साथी कहाँको स्कुलमा नयाँ साथी भेटाएको छु त्यही भएर के ल ल रामसित जा छिट्टो आएछ हुन्छ। यसले त यही बासकारीमा आउँछु भने हजेसम्म नानी हो रानी कहाँ हराइछ र हो आयो कि आएको के के हो कि आज पनि त भेट्न पनि आउँदैन घरमा समेत थियो के त्यही भएर हो के अझै आइरहनु पर्छ केटाकेटी हेर उमेर चाहिँ 3 बाटे उमेर पुगे होइन बासो गाडीमा लिएर बसिरहनु डेटिङ यिनीहरूको भविष्य के हुने होला कठै आजभोलिका केटाकेटीलाई देखिखान सकिन्न नमस्कार हजुर तपाईँले त मैले नयाँ देख्छु त हजुर म नयाँ भर्खरै म नयाँ बस्नु सरेर आएको अब हजुरहरूको छिमेकी आफ्नो छिमेकी आउँछ कुरा गरौँ न हुन्छ हुन्छ ए हुन्छ हुन्छ अरू तपाईँको पहिलाको घर कहाँ हो त मेरो पहिला घर चाहिँ फुरफुरी नगर हो अनि हजुरको परिवार कतिजना हुनुहुन्छ त हाम्रो एउटा छोरी एउटा छोरा अनि बुढी चाहिँ ए खै त कोहीलाई देख्दिनँ त म यहाँ कहाँ हुनुहुन्छ त बाबा म आएँ ए छोरी आइस जा त हाम्रो नयाँ छिमेकीलाई एक अम्बरा पानी ल्याइदिएको जा त नमस्ते अङ्कल नमस्ते छोरी पानी देऊ त म हजुरलाई एउटा कुरा भन्छु चित्त नदुख्नुलाई त मैले अब जे देखेँ त्यही सत्य कुरा भन्दैछु त्यस्तो नमान्नुलाई नराम्रो मैले हजुरको छोरीलाई एउटा केटासित बाटोमा बसेको देखेँ यो सामान्य कुरा होला तर भविष्यमा गएर नराम्रो हुनसक्छ त्यही भएर छोरीलाई ख्याल गर्नु होला आज कुरा यति नै भइसक्यो म अब अझै कुनै दिन आउँला अब नयाँ छिमेकी हो म बिस्तारै आउँछु आजलाई नै हस्ते नमस्ते ओ साथी कतादेखि आएको यो मायालुलाई भेट्न यार साथी तिमी यार दिनको दिन मायालुलाई भेट्न जान्छौ म त राम्रै छैन कि क्या हो सायद होला ल ल साथी मलाई अबेल बात म गएको है त ल मायालुलाई भेट्न जाऊ बाई ओहो नयाँ नयाँ देख्छु त हजुर बाबु म नयाँ भर्खर नयाँ छिमेकी हो ए हजुर कहाँ बस्नुहुन्छ त म माथि ठुले भन्ने चिन्नुहुन्छ कि नै चिन्छु यो ठुले ठुलेको घर छेउमै छ मेरो घर ए अङ्कल मलाई हतार छ म जान्छु बिस्तारै भेट्ने गरौँ ल ल बाबु जाऊ त बाई अङ्कल बाई बाई